एभ्रिवान नमस्ते सम्पूर्णमा स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। मेरो नाम चाहिँ सम्झना श्रेष्ठ अनि आज चाहिँ हामी तिहारको लागि घर जाँदैछौँ। यता सामान रेडी गरिसक्यौँ अनि म पनि रेडी भइसकेँ। अब हामी जान लागेको। आज लक्ष्मी पूजा पनि हो, त्यही भएर बिहानै निस्केको। अझै 8 बजेको छैन, 7:30 भइरहेछ। हेरौँ 3 बजीसम्म त पुग्छौँ होला। 3 बजीसम्म पुगेपछि त लक्ष्मी पूजा गर्न पुगिन्छ। 1 घन्टा गएर रेस्ट गर्ने अनि लक्ष्मी पूजा गर्न पुगिन्छ। अब जाम है त। लाग्यो है आफ्नै गाउँतिर। भन न केही, भन न केही, भन न आफ्नै गाउँ के बनाउनु लाग्यो यहाँ लक्ष्मी पूजाको। ए बेलुका कति रमाइलो हुन्थ्यो होला यहाँ। कहाँ कसको बिहे रहेछ क्या यहाँ। अब स्ट्यान्ड किन्दैछु म भिडियोहरू टिकटक बनाउनुलाई। खोला तल यो वाला भएपछि बल्ल सजिलो हुन्छ क्या। कहाँ गयो त भाइ? भाइ आऊ घर जाने हो अनि त लामो गराउनु। ए ल ल बाबा त कति यो मिलाएर दियो भाइ? ल मिलाएर दियो। सेल्फी किनिसकेछु यस्तो वाला। अब यसैबाट भिडियो बनाउँछु म। मलाई सजिलो हुने भयो क्या। यस्तै गरेर स्वप्न पनि सजिलो भयो अनि यस्तो हातले यस्तो गर्नु पनि परेन। अनि यो किने मौसम सफा छ क्या आज। कस्तो राम्रो देखेछ मान्छे सुकाउनु पनि। 12 बजे लाउरी टाँसेकै देखिन्न, यति कालो मात्रै देखिन्छ। लाउरी टाँसेको यताको त चलेन होला क्या यो। स्ट्यान्डले होटल सबै चल्छन् होला। हेलमेटमै हुनुपर्छ क्या यसको लागि त। बाटोकै टुर गराउन त हेलमेट किन्दिने अनि फेरि एउटा हेलमेट नै पर्छ 10-12 हजार कसरी किन्न सक्छ। हो लाउरी टाँसेको त्यही लाउरी टाँसेको मान्छे त अझै पनि छ होला क्या। यात्रा खाली रहेछ ल मात्रै छ। ढिला हुनु यसो पसेर अनि जम्मा
आउनु न त यता जाने आइयो है आफ्नो गाउँतिर आइयो धुलाम्मे भएर बाफले नचितिने भयो 8 बजे हिँडेको अब अहिले 5 बन्दा हो टाइम 4 रे 4:15 भइसक्यो यति टाइम आयो जति भने नि आमा छिटाउन सकिन्न हाम्रो घरतिरको बाटो हेरमै अब बाटो चाहिँ यस्तो रहेको छ धुलाम्मे होला डाँडा काँडा चाहिँ यति राम्रो रहेको छ मान्छे त नचिने आइएछ हिमाल त देखिन्छ तर पछि पनि हिमालै निकाल्दैन के नभए त्यसले त डल्लो मात्र निकाल्छ लाइटर हाँस्छु भाइ के देखाउ र यसमा हाँस्नु पर्ने के होइन के त्यो त्यसलाई हेर हाँस्नु पर्ने के छ भन्छ ल ल ल ल गर के होइन क्या हामी त्यो फिल्म सुटिङ हुन्थ्यो नि त्यो बल आएर त्यति गर ऊ फेरि बुढो मान्छेले लाइट बालेर हेऱ्यो छ के भिडियो छ यो त धुन हुन्छ यसमा
यहाँ दियो घन्टी ल्याइदिनु न झाचिस त्यो घन्टी ल्याइदिनु सासू यति हाँस लाग्यो मलाई फेरि कसरी हुँदैछ मैले यसरी त हल्लिन्न के अनि बल्ल क्यामेरा हाल्नु म त्यसमा रिल गरिदिन्छु कहिले गराउँदा रिल त देखियो फाइनल राउन्ड भयो अब ए विशेष तरिकाले बन्दर आउँदै गर्दाखेरि यत्रो ल यसो गरेर सुरु गर अभाव छ ल ल आशीर्वाद दियो यता दे यति केला ल हो त म यता यो ल ल ल ल ल ल ल